चाहिँ छोरा ट्रेनिङमा जाने, बाउ चाहिँ मर्निङमा जाँदैछु। आजको रुट चाहिँ त्यताको खोल्ने हो, खोला खोला। आजको रुट चाहिँ तल पोखरा ढुङ्गेसाँगो मदगौडा फुर्सी खोला हुन्छ है। लगभग 1-1.5 घन्टाको हुन्छ। वक गर्नेहरू चाहिँ थुप्रै आइसकेको हुन्छ। टुटङ्गाको ग्राउन्डतिर मदगौडातिर हेरौँ है त कति आछ आज। 6 बजीतिर चाहिँ आउँछ होला, यो जाडोले गर्दा पनि होला। अहिले म टुटुङ्गाको ग्राउन्डमा आइपुगेँ। दिदीबहिनीहरू पर्खिसक्नुभयो रहेछ। यो टुटुङ्गा ग्राउन्ड छ। अहिले हामी यतातिर लाग्छौँ मदगौडा। राममजा लक्ष्मीटोलबाट साथी आउँदैछ, उसलाई पर्खिँदैछु। एकछिन यहाँ पर्खिनु पर्ला। साथी आइदियो भनेको नरहेछ, साथी आउँदै होला। भोक लाएर आएको है, भोक लाएर आएको भोक लाग्यो बिचरा। यो अब के दोकान सोकान खुल्ला छैन, खै त फुल खोइन्छ छैन। कस्तो आज खोइ ल सलाम। टाढा हिँड्नुभयो क्या? कति टाढा हो? ए काठमाडौँ। गाडी जान्छ होला क्या, जाने होला के अरे अब। ल हाम्रो सोल्टीहरू आइपुग्यो। तल जाने, तल जानु त हो नि तल, किन माथि नै आउनेहरू। राष्ट्रिय परोपकार महासङ्घ नेपाल आश्रम परिवार भन्ने चाहिँ यहाँ तल छन्। पटनेरी टोल विकास संस्था हेर्नुहोस्, पटनेरी बस्ती पनि म देखाउने छु यहाँहरूलाई। ए नानी बाबुहरू कति जोस जागर देखाउँछन्। हाम्रो दिदी बहिनीहरू मर्निङ वाक गरेर आइसक्नु भएको छ। अब यहाँबाट देख्न सकिन्छ पटनेरी बस्ती वडा नम्बर 15 को। राम्रो बस्ती छ। त्यो तल सेती खोला, यो पटनेरी पारीको डाँडा चाहिँ यो बिल्डिङ चाहिँ, यो बिल्डिङ चाहिँ फुलबारी होटेल, 5 स्टार होटेल हो। अहिले त्यति सञ्चालनमा छैन होला। हामीले रुट भोलि भन्छौँ। यो चाहिँ यो ढुङ्गेसाँगो भन्छ, यो चौतारा हो। नौलो घुम्ती सिधा पाइला। ल मित्र हिँडिहालौँ हिँडिहालौँ। हामी झुलुङ्गे सेतीकै झुलुङ्गे हजुर। यो मलाई नै एकदम डर लाग्छ यो, हेर्नुहोस्। नदौडनु न बुढा। यो छ तपाईँले यहाँबाट चाहिँ तल सेती हेरेको अलिअलि पानी देखिएछ। हेर्नुहोस्, मात्र देखिँदैन, भित्रभित्रै दबेको छ त्यो सेती। यसरी गरेर यसरी गएको छ। यसमा चाहिँ हेलो 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 गुड मर्निङ। ल मिस्टर जाम। स्कुलको गाडीहरू कति बिहानै हिँड्नुपर्छ बिचरी यार। यहाँ ढुङ्गेसाँगोबाट आउने बाटो यो के अरे टुटुङ्गाबाट आउने बाटो यो त। हामी यताबाट आयौँ झुलुङ्गेको। सो अब यो मदगौडा चौतारा
अब यो माथिबाट यसो लाग्यो भने हिमालय हस्पिटल इन्टरनेसनल म्युजियमतिर लाग्छौँ र हामी स्कुलको बस जानु हो तल सीता। हामी पहिला सानोमा चाहिँ यो बाटो चाहिँ होइन दाइ फुर्सी खोला नुहाउन जान्थ्यो। अहिले भएर निस्किँदा हामी यो बाटो निस्किने हो। कहाँ हो नि यताको भन्दा उताको ठिक छ नि राम्रो छ नि। उकालोमा जाने हो नि त बिस्तारै आउने हो नि। आधा घन्टाको बाटोले 1 घन्टा लगाएर हामी उकालो चढ्ने नि। ल यो बाटो कहिल्यै राम्रो बनेन हुन त पहिलाको भन्दा बेटर छ तर मेयर साहबको नजर पुग्यो नि जान सकिन्न। यसको वरिपरि यस्तो छ अघि देखाएको पट्नेटी बस्ती त्यो पारि पर्यो। यो मेन ढुङ्गे साङ्नु भनेको यही हो। मेन मुख्य यो सीता पाइला मन्दिर। मेन ढुङ्गे साङको मेला लाग्ने ठाउँ चाहिँ यो है पहिले। अहिले चाहिँ माथि ग्राउन्डमा हुन्छ यो सीता पाइला भने चाहिँ यसरी राखेको छ। यो चाहिँ सीता पाइला ठुलो चौतारो छ जो यो। अनि त्यसपछि आएर यो नौलो घुम्ती सुधार केन्द्र यो हो नि त्यो ठुलो धेरै राम्रो संस्था यो चाहिँ। यता हुनुहुन्छ हाम्रो भीमबहादुर आले अनुहारै छिट्ट परेको खरको छाना घर कति राम्रो रहेछ हेर्नुहोस् है। कता गयो क्यामेरा। कस्तो राम्रो घर बन्यो है यो त पहिलेको त त्यही त नि यस्तो राम्रो घर बनायो चट्ट परेको। जानको यो चिसो वातावरणमा चराचुरुङ्गीहरू बिजुलीको तारमा जोडी बस्यो। कताबाट त नि ब्रो यार बिहान ए फिसिङ आमा इन्ट्रेस्टिङ है। कहाँ दोबिलोमा है त्यो उसकोमा के अरे प्रताप भन्नु तल ए त्यहाँ। ल हामी आउँछौँ त ल हामी अलिक तलबाट हो जाने त जाऊँ न शैलेशको फिसिङ यहीँ हो कि घरको छतमा ड्रागन फ्रुटको खेती कस्तो राम्रो छ। कतिवटा छ 14-15 रहेछ हौ। कहिले घरमा घर पनि राम्रो कि चट्ट परेको गरे के हुँदैन र कतरी हेरेको हेर्नु कस्तो राम्रो फुलको हो यो। बिहान ढुङ्गा गिटी बालुवाको लागि चाहिँ साथीहरू आएर भन्छ अरे दाइ यसलाई। यो चाहिँ फुर्सी खोला पानी देखिएको छैन। हामी चाहिँ यो डाँडामा निस्किन्छ यहाँनिर निस्किने हो छेउछेउ गएर। फुर्सी खोलाको तिरैतिर यहाँ चाहिँ फेवातालको पानी मिसिएको छ यो खोलामा। फुर्सी खोला छेउको मुहान चाहिँ भुङ्दीबाट आएको खोला मुहान त्यता पर्छ। स्याङ्जा जाने बेलामा ठुलढुङ्गामा पोस्रे खोला भनेर लेखेको बोर्ड छ सो त्यही खोला हो। मेरो सोल्टीमा पाहा हिँड्दैछ। त्यो पुरानो पुल साह्रै जीर्ण अवस्थामा छ यो पुल चाहिँ। हामी पहिला सानोमा चाहिँ स्विमिङ खेल्ने कि यो चाहिँ यो मुनिको
म त्यसको लागि त्यता आएको। ए हजुर माथि छ त्यहाँ खेल्थ्यो, ठुलो रह थियो, अहिले अब पुरी गर्छ। त्यसपछि यता यो भयो हल्का पुगेको छ, तर त्यतिखेर चाहिँ च्याट्ट पानी जम्नु गन्थ्यो। यो ढुङ्गा भित्र कचेरोहरू थियो। मजाको ठाउँ छ यो। यो माथि मतगौडा बस्ती छ। अब चाहिँ यो पहिरो बर्खाको बेलामा स्लाइड भएको ठाउँ। घागरेटै घागरेट छ हेर्नुहोस्, बाटो खोजेर नि पाउँदैन यहाँ। सरी खोलामा मिसिन्छ। कतै माथिको त्यो रेस्टुरेन्ट, त्यो रिसोर्ट चाहिँ के रिसोर्ट पो हो, राम्रो छ। अब यो उकालोले पक्कै पसिना निकाल्छ है। टफ उकालो, यो सबै उकालो हो। निकै छ, लाग्छ होला 20-25 मिनट त। सोल्टी घुमेर गयो। म चाहिँ यो सर्टकट साँगुरो बाटो जानु पऱ्यो कि। ए उताको यताबाट छ नि त, अलिक साँगुरो हो, त्यताबाट ठिक छ। ओके शेष बना यो यता हेर्नु है, थोरै भयो भने ठाडै छ क्या। ल भइहाल्यो नि। सानोमा चाहिँ पौडी खेल्ने माछा पनि यहाँ तल आउँदाखेरि के जस्तो लाग्थेन है। अहिले त यही आँपको रुख हो नि त, आँप झार्ने खाने, अब त गाह्रो हुँदो रहेछ। गएको थियो अहिले हामी यो बाटो आयो। अब यहीँमै यो बाटो चाहिँ यहीँ मिठो हुन्छ। ल टुटुङ्गाको ओह्रालो अघि जाँदाखेरिको, सरी अघि जाँदाखेरि ओह्रालो भयो, अहिले उकालो भयो। हारै छ, स्कुटीलाई तान्न पनि गाह्रो हुन्छ यो उकालो। ब्याक टु टुटुङ्गा ट्रेनिङ केटाहरू आयो। भविष्यको लाउरीहरू, हुनेवाला लाउरीहरू। यसलाई हेरेको त दिस इज माई छोरो। माथि जाने फेरि अब लाउरीहरू सबै युट्युबमा आउने भयो, सबै सब्सक्राइब गर है। अब यो मलाई सोधा है, जुत्ता भने सबै। मर्निङ दाइ, चिया खाम दाइ। के गर्नु त नि दाइको फ्रेस हाउस। यसमा चाहिँ बच्चै भयो नि त दाइ।
आउनु न चिया हो कालो चिया नमस्ते गुड मर्निङ कता बस्नु यतै आउने त पछाडि जानु राम्रो बनाएको छ मस्त छ क्याबिनहरू पनि छ दामी आएको छ ल ल राम राम